हेलो गाइज, वेलकम टु माई च्यानल। आज पनि सधैँको चाहिँ लाग्यो बाटो। आज चाहिँ मौसमले च्यालेन्ज हानिरहेछ होइन। पुरा मौसम धुम्म भएर बलुवा उडेर रम्मल उडेर केही छैन। गाडी चलायो दिनभरि कुदो। आज चाहिँ बोनस बढ्नु गइँदैछ। बोनस बढ्ने हो टक्क लगाएर। यता चाहिँ हामी छौँ, टक्क हिँड्दैछ। आज चाहिँ बोनस बाँड्दै हिँड्ने हो। गाडी चलायो बोनस बाँडो होइन। यता चाहिँ यस्तो दामी छ होइन। खतरासम्म मौसम के भएको यस्तो साह्रो छ। सधैँ यस्तै भए पो दामी मजा पनि हुन्छ। घाम लागेर चर्केर केही हुँदैन। चाट्ट एकजिट हान्ने हो। जङ्गलै जङ्गल जाने हो फेरि टक्कसँगले लाग्यो बाटो। यहाँभित्र चाहिँ खतरा जङ्गल छ क्या, जङ्गल घारी। है 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 दामी ठाउँ छ होइन यो। अब दामी लाग्छ यो ठाउँ चाहिँ। जङ्गल जङ्गल छ, फुलहरू रोपेको छ, जङ्गलै जङ्गल छ। बाटो सही दामी छ बाटो। यस्तो गर्ने अनि यसलाई चाहिँ हटाउनु पर्ने भयो क्या। यसलाई चाहिँ यतातिर राखेर दामी छ बाटोहरू। यसलाई चाहिँ अल्परारी भन्छ। अल्परारी त्यस्तै छ दुबईको जिन्दगी। घरि यता कुदो घरि उता कुदो, काम छैन काज छैन, खाने बेला लाज छैन भने जस्तो होइन। ठाउँ त दामी छ नि होइन। सफारी पार्क जस्तो क्या, चट्टसँगले जङ्गलै जङ्गल छ। आज चाहिँ बोनस दिनु जाँदैछु है म चाहिँ। टक्क काम गर्छन् केटाहरू, बोनस थाप्छन्। बोनस चिठी र पत्र। घर हेर्नु त दामी। आज अल्परारी टुर। बाटो चाहिँ कस्तो दामी छ क्या। है साइड पुग्नु आँट्यो। अब साइडतिर जाने हो।
रम्मल उडेर हावा चलेर केही छैन। यो कस्तो साह्रो हो। डिभाइडर पनि के साह्रो लगाएको हौ। गियर घट्टा डाउन कर अप कर झ्याउ लाग्यो। हेर्नु नि हावा चलेको कस्तो चलेको हावा। सिक्युरिटी गेट टाप साइडतिर प्रस्थान गर्नु पर्यो साइडतिर। साइड जाने बाटो चाहिँ यस्तो छ क्या कचरा। यस्तो यस्तोतिर कुद्ने हो, साइडतिर कुद्ने हो, अपरेटर उठाउने हो, हिँड्ने हो। गाडीहरू राखेको छ हल्लिन्छ त्यस्तै घातर र घुत्रुक। भिडियो गर्न पनि गाह्रो पो हुने रहेछ हौ। एउटा हातले पक्रेर एउटा हातले गाडी चलाउनु त मुला लाग। यस्तो छ जिन्दगी हाम्रो। अब साइड आइपुग्यो। अपरेटर कता छन्? यस्तो बाटो छ पानी परेर के बाटो हिलो भएको छ। सर खत्तम भएको छ। त्यो छेउछेउबाट लानुपर्छ। अहिले फात्तै पस्छ कता। गाडी त आज त सत्यानाश हुने रहेछ मेरो गाडी त। भोलि गएर वासिङ नगरी नहुने रहेछ। म चाहिँ आइपुगेँ हैन साइडमा। अब म अपरेटरलाई फोन गरेर बोलाउँछु है के भन्छ हैन। हाँ गोविंद, हाँ आ गए यार, आजा गेट पर जल्दी। आजा आजा। त्यो चाहिँ आउँदैछ। त्यसलाई बोनस दिनु पर्यो नि त हौ। बोनस बोनस पैसा ही पैसा है, पैसा ही पैसा। गोविंद कुमार कता छ? सलमान, गोविंद कुमार, गोविंद पटेल। खाली पेपर दिनु पर्ला जस्तो छ। म चाहिँ वेटिङ गरिरहेको छु त्यसलाई हैन। त्यो कतिखेर आउँछ चट्ट। यस्तो मेसिन चलाउँछ हाम्रो चाहिँ। डोजरहरू, एक्सिभेटरहरू, क्रेनहरू। ठाउँ चाहिँ यस्तै छ। जता हेरे पनि रमलै रमल। साइट यस्तो छ। यसलाई खाली पेपर दिनु पर्यो। खाली पेपर दिएर के गर्नु भन्नु रहेछ। टक्क खाली पेपर यसो थमाउनु पर्यो क्या यसलाई। कतिखेर आउँछ। हाम्रो गोविंद पटेल चाहिँ आइसक्नु भएको छ। यसले के भन्छ? मेरे भाई क्या हाल है तेरा? ठीक है। हेलो, ये देखो ये क्या बोल रहे हैं? हाँ गोविंद भाई, क्या यार तू यार हेलो आई भी नहीं करता। बाय कर बाय। बोनस लिएर गयो यो चाहिँ हैन। अब म पनि यताबाट चट्ट निस्किनु पर्यो। अब यहाँबाट निस्केर चाहिँ फेरि दमाक हिल्स 2 जानुपर्ने छ।
बाटो हिलो छ, छ्याउ लाग्छ गाडी कुदाउन नि। अचेल त यस्तो बाटोमा कसरी गाडी कुदाउने हो? मेसिन ल्याएर राखेर छ। के छ उनको हाल खबर अनि मात्रै सुझाउ। बाटो यहाँ हिलो यस्तो हिलो छ यार। यस्तो फेरि फर्किँदैछु म चाहिँ। अब चट्ट लगाएर फेरि बाटो चट्ट फर्किने हो। अब फेरि अर्को साइडतिर चट्ट लगाएर गाडी सारेर घुमाएर चाहिँ टाप छोरो फेरि आइगयो बाटो। अब यताबाट जा उताबाट आइन्छ। आज के बार हो? वर्ष त खजुरको बोट रोपेर गए। यो घर चाहिँ बबाले लाग्छ क्या मानिस, अरूले चलिचियो भने पनि। त्यतातिर पनि छन् घरहरू। यो घर चाहिँ घर हो कि डिजाइन बनाएको छ यार। यस्तो डिजाइन मलाई खुब मन परेको घर। रोडहरू पनि यस्तो दामी, न फोहोर न मैला केही छैन क्या। यस्तो जङ्गलै जङ्गल छ र फोहोर मैला केही छैन क्या रोडमा। यस्तो पो हो त रोड भने। अनि पो कुदाउनु पनि मजा आउँछ। यो हाँस घोडा बसिरहेको छ त बकुला। बाटो चाहिँ सही छ क्या, सफारी पार्क सर। कस्तो दामी छ क्या, चट्टसँगले जङ्गल बिचमा बाटो भए जस्तो। हाम्रोतिर चाहिँ यो फुल यो काटेर फ्याँक्छ। यहाँ चाहिँ उम्रेर केही छैन, उमारेर पालेर बाबा
छेउबाट मेन रोड निस्क्यो 311 या चट्ट निस्केर फेरि हिँड्यो अब अर्को ठाउँ। आज मौसमले के च्यालेन्ज गरे हो कि पानी पर्न आँटे हो कि यो घामै लाग्दैन त आज झन् आज कपडा सपडा धोएर चट्ट पारेर सुकाएर हिँडेको त म त के हो यो घामै लाग्दिनँ म भन्छ त मौसम त आज त रिड्युस योर स्पिड अरे बा ग्लोबल भिलेज अब चट्टै एक्जिट हानेर फेरि सेट अर्को ठाउँतिर हरार छोरो यो चाहिँ ग्लोबल भिलेज जाने बाटो यतापट्टि छ ग्लोबल भिलेज यतापट्टिबाट जाने बाटो हैन लाग्यो बाटो अब चट्ट लगाएर जाइने हो चाहिने जो यस्तो राख्ने हो चलाउने हो मनी मनी के छ उनको हाल खबर दुबईको ड्राइभिङ चाहिँ बबालै हो धेरै सजिलो गाडी कुदाउनु छैन फेरि अलिकति मिस्टेक भयो भने फाइन बबाल हो एक टनमा नेपालको 20-25 हजार पैसा माइनस गाह्रो छ साइड कुद्नुपर्छ म चाहिँ साइड कुद्ने अपरेटर बोक्ने मान्छे ल्याउने लाने पैसा बाँड्ने सेलेरी बाँड्ने अब सेलेरी बाँड्नेको पनि अब ब्लग्स आउँछ ए गाइस 2-4 दिनपछि सेलेरी बाहिर यस्तो धुम्म भइरहेछ त्यही पनि मलाई गर्मी भइरहेछ यत्रो एसी खोलिएको छु त पनि गर्मी लाग्छ त तपाईँहरूलाई म अर्को ठाउँ लाँदैछु है अब अर्को ठाउँ लगेर तपाईँहरूलाई म भेट्छु रम्बल खाडीमा मोटर गाडीमा यस्तो छ जिन्दगी रम्मल उडेको यारमा रम्मल उडेको रम्मल घारी नै रम्मल घारी आज कस्तो हावा चलेको भने खतरा हावा चलिरहेछ क्यामेरा खतरा हावा चाहिँ हैन गाडी 100 को स्पिडमा छ र पनि हावा कस्तो बत्याएको भने बाबा यहाँ रम्मल उडेको रम्मल उडेको घस गर्छ त गाडी त रम्मल थुपार्दै गएर
रहेछ सर। दमाक हिल्स 2 वेलकम टु दमाक हिल्स 2 अरे। यहाँ चाहिँ बारबिक्यू बनाएर खाने ठाउँ। झट्ट बारबिक्यू बनाएर खानु मिल्छ यहाँ हैन। जङ्गलको बिचमा सरर गाडी फरारी आउँदै रहेछ। फरारी वाउ। रमल उडेर केही छैन मा। के भन्छ बा रमल उडेको, कस्तो रमल उडेको यहाँ त बा। सब रोड त ढाकिरहेछ त रमलले। के हो यो ल। यूं तो हम तुम मिलने को मिलते रहे, क्यों आज ऐसा लगा कोही मिल गया। गाइस आज मौसमले च्यालेन्ज गरेको अवस्थामा यस्तो छ जिन्दगी चाहिँ। कस्तो दामी जङ्गलको बिचमा सरर कुदिँदैछ हैन। जङ्गलको बिचमा कुद्नुपर्छ है साथी। हो यसरी घुम्ने भए आउनुहोस् है सबैजना दुबईतिर। माकुरी गाडी पनि भागे गर्छ त हौ। यहाँनिर चाहिँ उयोहरू बारबिक्यूहरू पनि गरेर खानु पाउँछ के। रम्मल घारीमा के बारबिक्यू पनि गरेर खानु पाउँछ के यहाँनिर। मदिनाथ हिन्द 4 अरे यो चाहिँ। आज त मसँग सुझै सुझ छ यार गाडीभरि। म चाहिँ दमाक हिल्स 2 मा बोनस बाड्नु गएको अवस्था। हेरिस साले भिडियो बनाएको। गाइस हामी चाहिँ दमाक हिल्स 2 मा प्रवेश गर्न आँटेको छौँ सिग्नलमा हैन। यस्तो छ भित्र चाहिँ दामी बन्दैछ। आधी बनिसक्यो आधी बनाउँदैछन्। आज त उयो लगाएको छ त हौ बेरियर पो लगाएको छ त यार। यताबाट घुमेर जानुपर्छ यार। आज त बेरियर लगाएको छ। बेरियर लगाएपछि दिँदैन यिनीहरूले छिर्नु। यताबाट जानुपर्छ आज। बेरियर लगाएको छ आज। यताबाट जाने हो अब घुमेर। रम्मल घारी के देखाउनु हो। हामी चाहिँ दमाक हिल्स 2 भित्र आइपुग्यो। यस्तो भिल्लाहरू बनाउँदैछन् टक्क लगाएर। यहाँ मान्छेलाई पर्खेर बसेको फेरि यहाँ बोनस दिनु पर्यो नि त। बोनस